सुहाग रातको दिन जब आफ्नै श्रीमानले श्रीमती गर्भवती भएको थाहा पाए, त्यसपछि उनले आफ्नो श्रीमतीलाई प्रश्न गरे, मैले त तिमीलाई आज मात्रै विवाह गरेर ल्याएको थिएँ, तर तिमी पहिले नै गर्भवती रहेछौ। यदि म मन परेको थिएन भने मसँग राजी खुसी विवाह किन गर्यौ? आखिर तिमी पहिलेदेखि नै गर्भवती भएको भए मसँग विवाह किन गर्यौ? ती श्रीमतीले दिएको जवाबले श्रीमानका समेत आँखा रसाए। यो एउटा यस्तो कथा जुन कथा सुन्दा तपाईहरूका आँखा रसाउने छन्। गाउँघरकी एउटी सोझी केटी जो कक्षा 10 क्लास पढ्दै थिइन्। उनको भने उनकै गाउँको एउटा दलित केटासँग प्रेम थियो। उनीहरूको बाल्यकालदेखिको प्रेम स्कुल जाँदा होस् या खेल्दा होस्, उनीहरूले एकअर्कालाई बाल्यकालदेखि नै निकै मन पराउँथे। तर केटीको बाबालाई भने उनीहरूको सम्बन्ध कति पनि ठिक लाग्ने थिएन, किनभने केटा दलित परिवारको छोरा थियो। उनीहरूले +2 सम्म सँगै पढेका थिए। मायामा यति धेरै अन्धो भएका थिए कि लुकी छिपी भेट हुने गर्थे। एक दिन उनीहरू बीच जानी नजानी अनैतिक सम्बन्ध भयो। 1 महिनासम्म त कसैले पनि थाहा थिएन। 2 महिना लागिसकेपछि ती केटीलाई महसुस भयो कि आफू गर्भवती भएकी रहेछु भनेर। एक कुरा भन्नले उनी बाबा सामु गएकी थिइन्। जब बाबाले भने, छोरी तिमी किन निराश छौ? भन मलाई के कुरा हो? किन तिमी दुखी छौ? छोरीले जब त्यो केटाको नाम लिन्, बाबाले अरू कुरा कति पनि सुन्न मानेनन्। जब ती छोरी बोल्न खोज्छिन्, बाबाले उनको मुखलाई थुनिदिने गर्थे, त कति पनि नबोल भनेर, त बरु मरेर जा, म सहन सक्छु, तर त्यो दलित केटासँग तेरो प्रेम चाहिँ मैले कति पनि स्वीकार्न सक्दिन। ती बाबाले अर्को दिन नै आफ्नै जातको केटा खोज्ने निर्णय गरे र सबैतिर खबर फैलाए। त्यसपछि आफ्नै जातको एउटा केटा भेटियो जोसँग उनले उसै दिन नै विवाह फिक्स गराइदिए। छोरीले नचाहँदा नचाहँदै पनि उनको विवाह फिक्स भयो। उनका आँखामा आँसु थिए। जति बेला पनि उनले बोल्न खोज्थिन्, उनका बाबाले उनको मुखलाई थुनिदिन्थे, कति पनि बोल्न दिएनन्। जबसम्म विवाह हुँदैन तबसम्म उनले आफ्नो छोरीको साथ कति पनि छोडेका थिएनन्। ती बाबालाई पनि डर थियो कि मेरो आँखा छलेर पक्कै पनि त्यो केटासँग जान्छ भनेर। त्यसैले उनी एकछिनसम्म पनि छोरीबाट टाढा रहेनन्। आफ्नै जातको केटा खोजेर उनको धुमधाम विवाह गरिदिए। बिहान विवाह सम्पन्न भइसकेपछि सुहाग रातको दिन अर्थात् विवाहको रात, श्रीमान दुधको गिलास लिएर उनको कोठामा पुग्छन्। उनी भने रोइरहेकी हुन्छन्। श्रीमानले सोध्छन्, तिमी किन रहेको? तिमी मात्रै होइन नि, हरेक छोरी मान्छेले आफ्नो घर छोड्दा दुःख हुन्छ, म बुझ्छु, तर आज तिमी जति रोएकी छौ म तिमीलाई अबदेखि कहिले पनि रुन दिने छैन। यो कुरा सुनेर अझ उनी रुन थालिन्। त्यसपछि उनले आफ्नो श्रीमानलाई नै सबै कुरा सेयर गर्न थालिन् र भनिन्, तपाईसँग मेरो विवाह मेरो बाबाले जबरजस्ती गराइदिनु भएकी हो। तपाईसँग मेरो बाबाले मेरो विवाह जबरजस्ती गराइदिनु भयो। म 2 महिनाकी गर्भवती छु। यो कुरा सुन्ने बित्तिकै श्रीमान पनि रिसाए। यदि तिमी गर्भवती थियो भने मसँग राजी खुसी विवाह गर्नको लागि किन तयार भयो? उनले आँखाभरि आँसु बनाउँदै भनिन्, म कति पनि तयार थिएन। म यो सबै कुरा आफ्नो बाबालाई भन्न जाँदै थिएँ, तर मलाई बाबाले कति पनि बोल्ने मौका दिनु भएन। श्रीमान यो कुरा सुन्छन् र रिसाउँदै आफ्नो ससुरालाई बोलाउँछन् र भन्छन्, तपाईले आफ्नो छोरीले अन्तै माया गर्छे भन्दा भन्दै पनि तपाईले मसँग जबरजस्ती विवाह गराइदिनु भयो। के त्यो सानो जातको केटा मान्छे होइन र? तपाईको छोरीलाई उसले पाल्दैन र? ती ससुराको भने शिर निउरिएको थियो। त्यसपछि उनले भने, म तपाईमाथि केस गर्न सक्छु। एकातिर त तपाईले दलित भनेर आफ्नो छोरीलाई अलग्गाउनु भयो, अर्कोतिर भने मसँग विवाहको नाटक गराइदिनु भयो। म तपाईलाई 2वटा केस लगाउन सक्छु। यदि तपाई सुध्रिन चाहनुहुन्छ भने अझै पनि केही बिग्रिएको छैन। तपाईले आफ्नो छोरीलाई लग्न सक्नुहुन्छ र तपाईको छोरीको मन जोसँग छ त्यहीसँग विवाह गराइदिन सक्नुहुन्छ। हो, हाम्रो समाजमा यस्तै हुन्छ। कतिपय छोरी मान्छेले आफ्नो कुरा भन्न नपाउँदै बाबाले कुरा मोड्दिने गर्छन्। अझ सानो जातको केटा भयो भने त त्यो जातको केटाको नाम नै सुन्न चाहन्नन्। त्यसैले म हरेक बाबा आमालाई बिन्ती गर्छु, आफ्नो छोराछोरीको विवाह गरिदिनु अगाडि एकचोटि राम्रोसँग सोध्नु कि उनीहरू विवाहको लागि राजी छन् कि छैनन्। पुरा कुरा सुन्नु, किनकि विवाह भनेको कुनै केटाकेटीको खेल होइन, वर्षौं र जीवनभरिको हो।